र क्रियाशील सदस्यता छानबिन कमिटीको संयोजक हाम्रो महामन्त्री गगन थापाजीलाई जिम्मा लगाएको छ। उहाँले त्यो काम गर्न सक्नु भएको छैन। सायद त्यो काम नटुनिया कारणले अब त्यो त अब जस्तो आइलाग्यो अनि विशेष माध्यम भनेर छल्न खोज्याउ जस्तो भइरहेछ। त्यो हुने स्थिति चाहिँ अब दुर्भाग्यपूर्ण हुन्छ। र अर्को कुरा चाहिँ उहाँहरू दुईजनाले अहिले दुईजना पर्सनल सेक्रेटरी भनेर सहसचिव सरहको दुईजना मान्छे सहयोगी लिनुभएको छ उहाँहरूको कामको सहयोगलाई। हामीले के ठान्यौँ भन्दाखेरि अब चाहिँ दुईवटा सेक्रेटरी पनि उहाँले नियुक्ति गर्नुभयो, त्यो पनि तलबमा। आजभन्दा अगाडि यस्तो थिएन। ल्यापटपसहित त्यो प्राप्त गर्नुभएको छ र त्यो चाहिँ हामीले के सोचेका थियौँ भने अब कामको चाप होला, अब चाहिँ देशभरिका यो क्रियाशील सदस्यता छानबिन गरेर यो प्रक्रिया अगाडि बढाउने, केन्द्रमा ल्याउने, अधिवेशन तयार गर्ने कुरालाई सहिलो होला भनेको अहिले अत्तो केही पनि छैन। र आजसम्म नेपाली काङ्ग्रेस पार्टीको मैले बुझेसम्म म पनि कलबुढीको चाहिँ अधिवेशन दिन लागेका मान्छे हो। म यो पार्टीमा लागेको 49 वर्ष भइसक्यो। मैले थाहा पाएसम्म सचिव व्यक्तिगत निजी सचिव राखेर तलब खुवाएर ल्यापटप दिएर राखेको इतिहास थिएन। उहाँले त्यो काम पनि गर्नुभएको छ। तैपनि सारा असन्तुष्टिको बावजुद तैपनि निकास निकाल्न सक्नु भएको छैन। र यसमा चाहिँ सबैभन्दा ठुलो कमजोरी यो महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यताको टुङ्गो जुन लाउनु पर्ने हो त्यो लाउन नसक्ने कुरा चाहिँ क्रियाशील छानबिन समितिको संयोजकको हैसियतले महामन्त्री गगन थापाजीले सबभन्दा कमजोरी गर्नुभएको छ। र अलि ठुलो स्वर फेरि उहाँकै छ। त्यस कारणले अब स्वर ठुलो र आफ्नो कमजोरीलाई ढाक्छौ होइन कि अब चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको छानबिनको काम टुङ्ग्याएर जिल्लाबाट ल्याएर अनि हामी अगाडि बढ्न सक्छौँ